हेलो एभ्रिवान हैन हामी चाहिँ अब विपिनगरको लागि निस्क्यौं हामी चाहिँ हेर्नुस् गाडीहरु तीन गाडी छ हामीसँग विपिनगरको लागि हामी निस्केको छौं यो ब्लग चाहिँ तपाईहरुले हेरेर साथ दिनु होला बाटो चाहिँ लास्टै गम्भीर छ अप्ठ्यारो छ सहज छैन हाम्रो लागि र यो बाटो चाहिँ अहिले चाहिँ बनिरहेको अवस्था देखिन्छ तपाईले भिडियो मार्फत हेर्न सक्नुहुन्छ एक्लै मान्छे तपाईहरु हिँड्दै हुनुहुन्छ भनेपछि चाहिँ धेरै गाह्रो छ हैन हिँड्न चाहिँ तर साथीभाइ छन् भनेपछि रमाइलो हुन्छ जिन्दगी हाडगोलीबाट चाहिँ विपिनगर जाने बाटो चाहिँ अहिले बनिरहेको छ त्यति राम्रो चाहिँ छैन हिँड्न लायकको तर तपाईँ हिँड्न चाहिँ सक्नुहुन्छ विपिनगरको कन्टिन्यू बाटो देखाउने छौँ बाटो लास्ट खतरा एकछिन एकजना उत्रेर जानु पर्यो उत्रिनु पर्ने अवस्था भइसकेको छ चेप्न खोज्दै हुनुहुन्छ देख्दाखेरि उहाँ बाटो हाल्नुको तर यी झर्नु मात्र बाँकी रह्यो तर दाइले कन्ट्रोल गर्नुभयो तर यस्तो सक्नुहुन्छ भने यो बाटो कम छ किलोमिटर कम छ भनेर तपाईहरु आउनुहुन्छ भने चाहिँ प्लिज नआइदिनु होला अहिले चाहिँ बाटो बनेको छैन अर्को गाडी हाल्नु भएको छ उहाँले अर्को बाटो उहाँ पनि उस्तै फस्नु भएको छ लुगा चाहिँ फोहोर भएको छ उहाँको त्यो कुनै फरक पर्दैन यस्तो भएको छ गाडी हैन गाडी यस्तो भइसकेको छ हैन मोबाइल फालिदिन्छु भन्दै हुनुहुन्छ म चाहिँ भ्लगर मान्छे हो मलाई कुनै फरक पर्दैन कुनै यो गाडी छ के छ यहाँ फुटोज मलाई कुनै फरक पर्दैन म भ्लगर मान्छे हो म चाहिँ भ्लगबाट बनाउने हो हैन म चाहिँ भिडियो बनाउने हो भ्लगर मान्छे भिडियो बनाउने हो आज चाहिँ फुल यो पुरै उड्दैछ हैन सब बन्दै छ ठीक छ बन्दै छ राम्रो हो तर दाइ यस्तो भइरहेको छ यार वाह नहीं ठीक है दिनो ठीक छ अर्को गाडी त डिगी दाइले पनि खतरै चलाउँछ तर ठीक छ दाइले चाहिँ म चलाउँछु भनेर भन्नु भएको छ ठीक छ गरेर हामी चाहिँ दिप ढुङ्गा फाल्दै नो ढुङ्गा फाल्यो नो हजुर ल हामी गाडी चाहिँ हामीले निकालिसकेको छौँ यत्रो खाइबाट हैन लास्टै खतरा खाइदियो यतै आउँदै हुनुहुन्छ हैन ए यस्तो खाइ छ ओहो फेरि दोस्रो कठिन बाटो आएको छ यो के बाटो जुत्ता गयो
तपाईँको के चाहिँ रोटी तपाईँको इच्छा थियो नि यहाँ आउने लागि सन्देशमूलक भिडियो हो हेर्नुहोस् यस्तो बाटो छ एउटा साथी उहाँ फसेको छ यहाँ एउटा फस्दै हुनुहुन्छ दाजु यस्तो छ अवस्था प्लिज गाइज यो बाटो चाहिँ नआइदिनु होला हजुरहरू म भन्न चाहन्छु यो बाटो नआउला उहाँ चाहिँ साथी एउटा फसेको छ ऊ हेर्नुहोस् त साथी चाहिँ फसेको छ एउटा दाजु एउटा दाइले चाहिँ माथिबाट ह्यान्डल तान्दै हुनुहुन्छ यस्तो छ अवस्था प्लिज तपाईँ हुनुहुन्छ भने चाहिँ नआइदिनु होला यो बाटो चाहिँ नआउनु होला म भन्न चाहन्छु यो भिडियो मार्फत उहाँ चाहिँ स्ट्यान्ड देखाउँदै हुनुहुन्छ हेर्नुहोस् हो धसेको छ हेर्नु न चक्का हेर्नु पुरा चैनसम्म धसेको छ हिँड्नु न हिँड्नु जाउँ ल गइसक्यो जुत्ता भिर्सक्यो तपाईँको जाउँ न जाउँ बब्बाल दाइ दामी बिस्तारै जुत्ता भिर्सकेको छ त्यो दाइको जुत्ता भिर्सकेको छ दाइ पनि जुत्ता बचाउन खोज्दै हुनुहुन्छ हो यो कारणले गर्दा हाम्रो धेरै कुराहरू बिग्रिन सक्छ त्यो कारणले भिर्सकेको इन्डिङ पोइन्ट भन्दै हुनुहुन्छ हामी चाहिँ यहाँ बसेको छौँ यहाँ पसल छ सानो पसल र घर भनौँ हामी चाहिँ यहाँबाट बाटो छैन भनेर भन्दै हुनुहुन्छ तर हाम्रो च्यालेन्ज भइरहेको छ हामी जाने हो जसरी भए पनि कानीमा बाइक हाले पनि जाने हो भन्ने हाम्रो च्यालेन्ज भइरहेको छ हेरौँ के हुन्छ यहाँ दाजु चाहिँ माछा बनाउँदै हुनुहुन्छ उहाँ दाजुले चाहिँ भन्नुभएको छ कि यहाँबाट बाटो चाहिँ जाँदैन गाइस हामी चाहिँ फर्क्यौँ हामी चाहिँ अगाडि बढ्न सकेनौँ बाटो थिएन